नमस्कार हजुरहरूले आज मेरो यस भिडियोमा खोप्पा इन्जिनियरिङ क्याम्पस जुन चाहिँ पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त एउटा इन्जिनियरिङ कलेज हो जुन चाहिँ भक्तपुरमा रहेको छ। यसको बारेमा हजुरहरूले जानकारी पाउन सक्नुहुन्छ। जस्तै कि आज भर्खरै केही समय अगाडि नै खोप्पा इन्जिनियरिङ क्याम्पसले आफ्नो पहिलो मेरिट लिस्ट प्रकाशित गरेको छ र मेरिट लिस्टमा भएका स्टुडेन्टहरूले अब गएर चाहिँ एडमिसन पनि गर्न सक्नुहुन्छ सम्बन्धित कलेजहरूमा र साथै यसले 21 गते पछाडि फेरि एउटा आफ्नो सेकेन्ड मेरिट लिस्ट पनि प्रकाशित गर्नेछ यदि कोटाहरू बाँकी रह्यो भने। र हजुरहरूले एडमिसन गर्न जाँदा के कस्ता डकुमेन्टहरू सबमिट गर्नुपर्ने हुन्छ र के कति दस्तुरहरू तिर्नुपर्ने हुन्छ त्यो सबै हजुरहरूले मेरो यस भिडियोमा जानकारी पाउन सक्नुहुन्छ। र साथै हजुरहरूले मेरो यो मोबाइलको स्क्रिनमा पनि हेर्न सक्नुहुन्छ सबै डिटेलहरू के कस्तो चाहिन्छ भनेर। जस्तै कि हामी जब एडमिसन गर्न जान्छौँ कलेजमा त्यति बेला हामीले पियु इन्ट्रान्स दिँदाखेरि जुन एडमिट कार्ड थियो त्यो एडमिट कार्ड र साथै नागरिकता र एसएलसी र साथै +2 पास गरेको जुन डकुमेन्ट छ सर्टिफिकेटहरू छ त्यसको चाहिँ दुई प्रति हामीले फोटोकपी गरेर पेश गर्नुपर्ने हुन्छ र साथै एउटा पासपोर्ट साइजको फोटो पनि पेश गर्नुपर्ने हुन्छ। र हजुरहरू जस्तै अब एडमिसन गर्न जाँदा के कति आफूले पैसा अथवा भर्ना शुल्क तिर्नुपर्ने हुन्छ त्यो पनि यहाँ हजुरहरूले हेर्न सक्नुहुन्छ। जस्तै सिभिल इन्जिनियरिङको लागि भर्ना शुल्क भनेको चाहिँ 1,48,790 रुपियाँ रहेको छ। र पोसाक भनेको जस्तै हाम्रो कलेज जुन ड्रेस छ युनिफर्म छ त्यसको लागि चाहिँ हामीले 8,500 तिर्नुपर्ने हुन्छ। त्यसै गरी जम्मा शुल्क भनेको हामीले चाहिँ 1,57,290 रुपियाँ एडमिसन फी भनौँ न एडमिसन गर्ने बेलामा चाहिँ हामीले कलेजलाई तिर्नुपर्ने हुन्छ। र साथै अर्को भनेको इलेक्ट्रिकल कम्प्युटर र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन जुन इन्जिनियरिङ छ यसको भर्ना शुल्क हजुरको 1,28,790 रुपियाँ रहेको छ। र त्यसै गरी पोसाक शुल्क भनेको ड्रेस युनिफर्मको शुल्क भनेको 8,500 रहेको छ। र यो हामीले चाहिँ एडमिसन गर्न जानुभन्दा अगाडि जुन नेपाल ब्याङ्क छ नेपाल ब्याङ्कमा गएर एकाउन्ट नम्बर पनि यहाँ दिएको छ। यो जुन 01900100240120001 जुन छ यति एकाउन्ट नम्बरमा गएर हामीले टोटल यति पैसा चाहिँ जम्मा गर्नुपर्ने हुन्छ। जस्तै यदि सिभिल इन्जिनियरिङ कोही पढ्न चाहनुहुन्छ भने 1,57,290 रुपियाँ चाहिँ हामी नेपाल ब्याङ्कमा गएर त्यो एकाउन्ट नम्बरमा हाल्नुपर्ने हुन्छ। र एडमिसन गर्न जाँदा यो नेपाल ब्याङ्कको जुन भाउचर हुन्छ हामीले 1 प्रति जुन भाउचर पाएको हुन्छौँ त्यो पनि लिएर जानुपर्ने हुन्छ अन्यथा हामीले एडमिसन गर्न पाउने छैनौँ। र यो एडमिसन गर्न जाने बेलामा यदि मेरिट लिस्टमा कसैको नाम छैन भने उहाँहरूले चाहिँ यो एडमिसन गर्न पाउनुहुन्न। यस्तै कलेजले प्रकाशित गरेको मेरिट लिस्ट अनुसार उहाँहरूले मात्रै एडमिसन गर्न पाउन सक्नुहुन्छ। हस् त धन्यवाद। आजको लागि यति नै। हजुरलाई मेरो नेक्स्ट भिडियोमा यो खोप्पा इन्जिनियरिङ कलेजको मेरिट लिस्टमा कसको नाम छ र के कस्ता स्टुडेन्टहरू पढेको छन् उहाँहरूको पनि लिस्ट म हेराउनेछु।